हाम्रो सुगम जिल्ला बाई खोलाको पानी पनि कुलो खनेर सन्धि खर्कामा आउने ठाउँमा के छ अर्का मिनरल वाटर राम्रो खाने त्यो धस्सेको खोलाको पानी फिल्टर गरेर मूलको पानी सरेर लिएर खान सक्छ। हाम्रो देशमा हाम्रा जनतालाई दुःख दिने अहिलेका राजा एउटा राजाले खाएर नपुगेर अहिले यत्रा राजा हुँदा के भयो बोतलमा पानी त बोतलमा आएर खानु लाग्यो। मूलको पानी छोडेर अरे खाँची जस्तो तल बसेको ठाउँ माथि माथि मूल तिनी मूलबाट आएको पानी पिउने कि नि। अझ देश विकास घर घरबाट केलाई चाहियो यिनी कच्चीबाट धोरपाटनको हालत देख्ने हो भने मान्छे 10 वर्ष पहिले राम्रो थियो अहिले नराम्रो छ घर घरबाट। तर अरे खाँचीबाट गोरसिङे जाने पत्थरकोटसम्मको सडक हेर्ने हो भने हाम्रा पाला जब पिच हुँदाखेरि 2टा गाडी अटाउँथ्यो भने अहिले एउटा जीप छिर्न सक्दिन। चुनढुङ्गा लैदिएपछि त पानी त भ्याइयो, स्रोत पानी त भ्याइएन के थियो र तर बाटो भ्याइयो। चिल्ला गाडी पाउने 1 करोडका अराखाँची हाइस र एसी बस चल्छन् तर तिनलाई घुम्टीमा घुम्ने ठाउँ छैन, बाटामा हिँड्ने छैन, गड्डा परेर एउटा बिहाल्छ। हाम्रो देश, हाम्रो जनता, हाम्रो सरकार अब माथिबाट एमसीसी अमेरिकासित बिक्ने त्यस्तो भएको छ हाम्रो देशमा। यो देशले गर्दाखेरि हाम्रा अहिलेका पुष्ट नै हामी त बिग्रिन्, हाम्रा छोरा पनि यो देशमा काम लाग्दैन भने हाम्रा नातिनाले पनि सुख पाउन्। सुख भने यो देशमा हुन्न। नेपालमा जन्मे गर्व पनि लाग्छ। नेपालमा जन्मिनु स्वर्ग जस्तो देशमा जन्मिनु त गर्व हो, तर यस्तो देशमा जन्मिनु पनि एकदम पीडादायक छ। किन दुःख छ। दिनभरि गर्नलाई रोजगार भए त दिनभरि गर्ने हो, नत्र त दिनभरि अरूका कुरा काटेर बेलुकी घर लडाई गरिदिने हो। हामीले त काम नभए के गर्ने, काम नभएपछि के गर्ने। कामदेव सरकार कामदेव मलेसिया दुबई सौदीमा गएर मात्रै काम गर, तातो खुन भ्याउ, चिसो खुन लिएर आऊ। राम्रो देशमा सम्झौता नगर। राम्रो देशमा त सम्झौता गर। सम्झौता गरौँ भनेर एउटा आइरहेका जर्मन जापान सबैले सम्झौता गर। त्यसमा सम्झौता छैन, लुकेर जाँदा 50 लाख अमेरिका जान लाग्ने चोरीका ठाउँबाट डाइरेक्ट जान पाए त त्यसैमा 8-10 लाखमा गएर त हाम्रो देशका जनताले कमाउ। रेमिटान्स भित्रिने बढी हैन। सुन किन्न गयो, सुन किन्न जाँदा 1 तोलामा 3000-4000 बेलेग छ। डाइरेक्ट लिएर बेङ्गले दिन सक्दैन, यहाँ पैसा हाल्न बाहिर। यस्तो छ थुक्क मेरो देश, मेरो देश, मेरा जनता त मार्यो सरकारले। सरकार